हेलो एभ्रिवान अहिले चाहिँ हामी मर्निङ वक आएको थियो होइन तलनिर भाल्टर भन्ने जग्गाबाट हामी चाहिँ अहिले उकालो फर्किँदैछौँ तर एउटा च्यालेन्ज गर्दैछु होइन यो चाहिँ के भन्दा चाहिँ म चाहिँ यहाँ तलदेखि माथिसम्म जाँदा चाहिँ कतिवटा फ्लावर चाहिँ म कलेक्ट गर्नु सक्छु अनि यति चाहिँ मैले कलेक्ट गरिसकेँ होइन यो चाहिँ म बुके मेरो हस्बेन्डलाई दिन्छु है कतिवटा फ्लावर्स भइसके मैले बोकेर ल्याएको अलिक दाउ पर्यो भने त अरूको घरबाट चोर्नु पनि पर्यो अझै एउटा पाएँ मैले यो पनि त एउटा फ्लावर नै हो टिप्छु एडेड वान मोर हियर लेट्स सी मैले दुईटा कलर मजाको पाएको थिएँ कि तर मान्छे थियो नि त घरको छेउमा कि त्यो त टिप्नु पाइनँ तर मैले यो फुल नटिपेको भए चाहिँ मलाई टाढो लागिरहेको थियो तर यो टिप्दै आएकोले चाहिँ मलाई क्या छिटो टाइम पास भयो त्यस्तै हो होइन सर्टकट हिँडाउँदैछ हो फर माई म्यान आई हेभ कलेक्टेड दिस मच होइन लेट्स सी how many varieties of flowers I have collected. उफ हत्तु भयो उयाम दुईटा थियो कि तर मान्छे थियो हो अलिक माथि आएर टिपौँ भनेको त चुडिँदै चुडेन त्यत्रो टाइममा त मान्छेले देख्यो भने कराउँछ आया यो त जङ्गलको फुल हो केही छैन I have added one more, this one, pink one. I added two more. But now I am in need of Saipatri full. Look, हामी चाहिँ आइपुग्न आट्यो with my bouquet. मैले यो कलेक्ट नगरेको भए म आइपुग्थिनँ नि यहाँबाट सर्टकट जाने हामी अस्ति नै पनि गएको मेलाको भाइब्स अर्ली इन द मर्निङ हामी चाहिँ मेलामा पस्दैछौँ सम्म पुगेको छैन हामी म खलखल भइसकेँ तर अहिलेसम्म सयपत्री फुल चाहिँ पाइनँ हौ किनभने अब अर्काको बारीको चोर्नु भएन देख्यो भने त मार्ला फेरि बिहानै कहाँ ढाड बच्चाइ माग्नु हो तर अलिकति टाइम छ घर पुगिन्जेन एउटा सयपत्री चाहिँ एड गरौँ भनेको अहिले पनि भर्खर यो दुईटा एड गरेँ आइपुग्यो हामी फाइनली आइपुग्यो रोड आज घरकै छेउमा गाइज अब चाहिँ घर आइपुग्यो होइन आई वान्टेड टु एड मोर बट आई कुडन्ट सो आई हेभ कलेक्टेड दिस मच आई विल लेट हिम count how much I have collected. Let's see. Bouquet for him is ready, guys. Sorry, ready bhaisakyo hai? Kati bela jane re school? Okay. 1 hour past. Lo au. साच्ची अर्को वाला ना लाइट म न कति हिँडेँ हामी मैले त यो फ्लावर कलेक्ट नगरेको भए चाहिँ आइपुग्थिनँ होइन लु ए लु बुके फर माई म्यान थ्याङ्क यू माई लभ लु सो काउन्ट गरेर त कतिवटा रहेछ अब कसो यहाँ भन्छु नि त 10 भयो 11 12 13 14 आइटम्स रहेछ 1 2 I will show you guys how many flowers, varieties of flowers I have collected. 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 flowers. पसिना है पसिना पड्काउनु मजा आउँछ हौ तर यो जङ्गलबाट ल्याएको फालिहाल्नुपर्छ है यस्तो ए पड्केन है Okay guys,
बाई बाई, हेभ अ ग्रेट डे टु अल। आजको दिनको सुरुवात चाहिँ यस्तो भयो मेरो।